सम्पूर्णमा नमस्कार। आज म चाहिँ हजुरहरूलाई ट्रिग्नोमेट्रिक रेशियोज अफ स्ट्यान्डर्ड एंगलमा हामीले चाहिँ त्यो भ्यालुहरु पत्ता लगाउन चाहिँ गाह्रो हुन्छ। हामीहरुलाई sin 45 30 60 यसरी गाह्रो हुन्छ। त्यसैले म हजुरहरूलाई सजिलो तरिका बताउन गइरहेकी छु। जस्तै सबैभन्दा पहिला त हामीले 0 डिग्री 30 डिग्री स्ट्यान्डर्ड एंगलहरु 30 डिग्री 45 डिग्री 60 डिग्री र 90 डिग्री हुन्छन्। यसमा चाहिँ हामीले 0 1 2 3 4 हुन्छ। यसरी हामीले चाहिँ यसपछि चाहिँ यो डिभाइड यो सबले 4 ले डिभाइड गर्ने 4 4 4 हामीले चाहिँ पहिला यसरी लेख्ने सबैलाई 4 4 ले डिभाइड गर्ने। त्यसपछि चाहिँ यसमा रुट हाल्ने, यसमा पनि रुट हाल्ने, यसमा पनि रुट हाल्ने, यसमा पनि रुट हाल्ने, यसमा पनि रुट हाल्ने। त्यसपछि हाम्रो सबैभन्दा पहिलामा आउँछ sin। sin 0/4 भनेको 0 हो। त्यसपछि 0 को रुट भनेको चाहिँ 0 भयो। 1/1 को रुट भनेको चाहिँ 1 हो। 1/रूट रुट चाहिँ 4 को रुट चाहिँ 1/2 भयो। यो 2 को रुट भनेको चाहिँ √2 हुन्छ। √2 हुन्छ। तलको चाहिँ 2 हुँदाखेरि चाहिँ हामीले यो 2 लाई चाहिँ √2 * √2 लेख्न सक्छौं। एउटा √2 काटिँदा एउटा √2 काट्दाखेरि चाहिँ 1/√2 बच्छ। त्यसैले हाम्रो यो चाहिँ 1/√2 भयो। 1/√2 भयो। त्यसपछि चाहिँ हाम्रो यो √3 चाहिँ जस्ताको त्यस्तै हुन्छ। यो 4 भनेको चाहिँ 2 हो। यसरी लेख्न सकिन्छ हो। यो र यो 1 भयो। 1 को रुट भनेको चाहिँ 1 हो। हामीले यसरी चाहिँ sin को भ्यालु पत्ता लगाउन सक्छौं। त्यसपछि हाम्रो आउँछ cos। cos हामीले ठ्याक्कै उल्टा लेख्दिने 1 √3/2 यसको चाहिँ 45 को चाहिँ 1/√2 नै हुन्छ। यो 60 को चाहिँ 1/2 यो 90 को चाहिँ 0 हामीले यसरी लेख्न सक्छौं। त्यसपछि चाहिँ आउँछ cosec। cosec आउँछ। cosec भनेको चाहिँ 1/sin हो। 1/sin भनेको चाहिँ sin 0 को cosec 0 को निकाल्नको लागि sin 0 लिनुपर्छ। sin 0 को चाहिँ हाम्रो 0 छ। त्यसैले 1/0। हामीले यो बुझ्नुपर्छ सधैं कुनै पनि नम्बरको डिनोमिनेटर तर्फ 0 छ भनेपछि जहिले पनि अनडिफाइन हुन्छ। त्यसैले हाम्रो यो उसको भ्यालु चाहिँ 0 भयो। त्यसपछि हाम्रो यो चाहिँ 1/sin भनेपछि 1/2 भयो। यो हाम्रो चाहिँ 2 आयो। त्यसपछि हाम्रो चाहिँ 45 को चाहिँ 1/2 भएपछि 1/√2 भयो। यसैले हामीले त्यसपछि हाम्रो यो √2 चाहिँ माथि जान्छ। जब यो होल नम्बरको यो तल फ्र्याक्सन छ भने जहिले पनि यो माथि टपमा जान्छ। त्यसैले हाम्रो यसको भ्यालु चाहिँ √2 भयो। त्यसपछि चाहिँ हाम्रो यसको भ्यालु चाहिँ 1/√3/2 छ भने चाहिँ यो टपमा जान्छ। त्यसैले 2√3 नो 2/√3 भयो। त्यसपछि चाहिँ हाम्रो यो भ्यालु चाहिँ 0 हुन्छ। यसरी हामीहरुले लेख्न सक्छौं। त्यसपछि हाम्रो आउँछ sec। sec 0 को चाहिँ हामीले उल्टा लेख्दिने अनडिफाइन हो है अनडिफाइन। त्यसपछि हामीले चाहिँ sec को चाहिँ उल्टा लेख्दिने 0 2/√3 √2 2 अनि त्यसपछि अनडिफाइन। यसरी हामीले यो लेखिसकेपछि हाम्रो आउँछ पछि आउँछ 10। 10 भनेको चाहिँ हाम्रो sin/cos हो। sin/cos हो। sin 0 को चाहिँ 0 छ। cos को चाहिँ 1 छ। 0/1 भनेको चाहिँ हाम्रो चाहिँ पहिला 0 छ। कुनै पनि यदि डिनोमिनेटरमा 0 छ भने तब चाहिँ अनडिफाइन हुन्छ भने न्युमिनेटरमा 0 छ भने जहिले पनि यो सबै 0 हुन्छ। त्यसपछि चाहिँ 30 sin 30 भनेको चाहिँ 1/2 छ भनेपछि cos 30 भनेको चाहिँ √3/2 छ। यसरी होल छ भनेपछि यस्तो यस्तो अनि त्यसपछि 1/√3 बच्छ। यसपछि चाहिँ हाम्रो cos 45 चाहिँ sin 45 1/√2 छ। cos 45 पनि 1/√2 छ भने √2 काटेर 1 बच्छ। त्यसपछि चाहिँ हाम्रो यो र यो काटेपछि सधैं पनि √3 बच्छ। त्यसैले यहाँ पनि 1/0 आउँछ। यो भनेको चाहिँ सधैं अनडिफाइन हुन्छ। हामीले यहाँ कट को चाहिँ हामीले उल्टा लेख्दा पनि हुन्छ। यस्तो गर्ने √3 1 1/√3 0 किनभने यो कट भनेको त 1/10 हो नि त। यो माथि जान्छ नि त। यसरी हुन्छ। यसरी हामी
हामी सजिलो तरिकाले यसरी याद गर्न सक्छौँ। केही गर्नु पर्दैन, हामी सबैभन्दा पहिला चाहिँ 0 1 2 3 4 यसरी लेख्ने अनि रुट हाल्ने। त्यसपछि चाहिँ हामीले यसरी के हुन्छ त, यो भनेको चाहिँ 0 हो, 1/4 भनेको चाहिँ 1/2 हो भनेर यसरी बुझ्यो भने चाहिँ हामीले यो ट्रिग्नोमेट्रिक रेसियोज अफ स्ट्यान्डर्ड एंगलहरु सजिलै बुझ्न सक्छौँ। हामीले यो 1 2 चोटी कपीमा प्र्याक्टिस गर्यो भने अझ राम्ररी बुझ्न सक्छौँ। थ्यांक यू सो मच।